कृष्णचन्द्र भगवानको जय हो। आनन्द कन्द भगवानको यज्ञको आजको आनन्दको आजको आनन्दको आजको आनन्दको धेरै धेरै यस्तो मोटो भएर पनि यदि हल्करी काम गर्न सकिँदो रहेछ उहाँलाई देखेर थाहा पाइन्छ। नाचेको त्यस्तै हँसिली पहिले रिसाउन भन्ने यो गरमा नदेख्न परेन है। ल जय होस्। स्वर्गीय बुढो बाजे तेजबहादुर थापा, स्वर्गीय बाजे शेरबहादुर थापा र स्वर्गीय बाबा शमशेरबहादुर थापा, त्यसै गरेर आमाको बुवा हुनुहुन्छ अहिले शमशेरबहादुर थापाको धर्मपत्नी पूजनीय आमा हुनुहुन्छ। उहाँको पिताजी हुनुहुन्छ है आमा हो माइततिरका बा मोहन घरती बाबा, त्यसै गरेर स्वर्गीय कौशिला घरती, त्यसै गरेर फुपू सासू गङ्गा पाण्डे प्रति हामीले श्रद्धा अर्पण गर्न चाहन्छौँ। त्यसै गरेर स्वर्गीय बुढो बाजे तेज बहादुर थापा, स्वर्गीय बाजे शेरबहादुर थापा, स्वर्गीय बजै पूर्ण कुमारी थापा, स्वर्गीय बाजे शमशेर बहादुर थापा, साइना बुवा यज्ञ बहादुर थापा, भाइ शैलेन्द्र थापा, स्वर्गीय भाइ मधु थापा, स्वर्गीय नाति रिहान थापा, स्वर्गीय नाति ईशान थापा को स्मृतिमा यज्ञ भइराखेको छ। सम्पूर्ण थापा क्षेत्री परिवारले आयोजना गर्नुभएको देशभरि धेरै कथावाचक हुँदा पनि मलाई खोज्दै खोज्दै मेरो समय मागेर मलाई निमन्त्रणा गर्नुभयो। यही समयमा अर्को ठाउँमा कथा थियो, मैले पनि उहाँहरू गते काठमाडौँ पुग्नै पर्ने छ। 19 गते काठमाडौँको मिटिङ सकेर 20 गते दाङ आएर 21 गतेबाट घोराइमा फेरि कथा छ। तत्पश्चात फेरि जेठ महिनाभरि कथा, असारमा फेरि कथाको लागि काठमाडौँ मिटिङ, साउनमा लमैमा कथा, भदौमा फेरि हाम्रो कोहलपुरतिर कथा, भदौ असोजमा बाँके बर्दियामा कथा, त्यसै गरेर कार्तिकमा हाम्रो सर्लाहीमा कथा हुनेछ। अहिलेसम्म धेरै कथाहरूमा हिँड्दै जाँदा दाङ जिल्लामा यहीँ पढियो, यहीँ हुर्कियो, नेपाल संस्कृत विश्वविद्यालयमा पढियो, यो ठाउँको साह्रै माया लाग्ने। त्यही भएको हुनाले पनि पश्चिमी क्षेत्रमा हजुरले मेरो कथा सुन्नुभएको थिएन होला। यो कथा सधैँभरि सुन्न आउन नपाए पनि हजुरहरूलाई नमिले पनि युट्युबमा फेसबुकमा गएर PAROPAKAR परोपकार स्पेस टिभी भनेर युट्युबमा फेसबुकमा टिकटकमा इन्स्टाग्राम के हुन्छन् सबैमा, त्यसै गरेर AMRITSHARAN अमृतचरण स्पेस DEVACHARYA अमृतचरण स्पेस देवाचार्य भनेर युट्युब फेसबुक टिकटक इन्स्टाग्राम